सुनको मूल्य अनुसार छापावाला सुनको मूल्य प्रति तोला रहेको छ 2,79,900 र चाँदीको मूल्य रहेको छ प्रति तोला 5,275। अघिल्लो 30 दिनमा तपाईको सुनको मूल्य 2% ले बढेको छ भने चाँदीको मूल्य 9.2% ले बढेको छ र गोल्ड पर सिल्भर रेसियो के भएको छ भने 4.2%ले घटेको छ, जसको मतलब सुनभन्दा चाँदी 4%ले बढी बढ्यो भन्ने जनाउँछ। यो चार्ट अनुसार के देखाउँछ भने तपाईको चैत 23 गते तपाईको सुनको मूल्य प्रति तोला थियो 2,91,400 र त्यसपछि बढेर तपाईको वैशाख 2 र 3 मा कति पुगेको थियो भने 3,02,800 र त्यसलाई टप्नको लागि तपाईको 2,91 भएको छ अहिले। 3,02,000बाट छुनको लागि अहिले त्यही रफ्तारमा सुन अगाडि बढिरहेको छ भने तपाईको त्यस्तै गरेर चैत 23 गते नै चाँदीको मूल्य थियो 4,780 र चाँदी जसको वैशाख 3 गते नै तपाईको 5,250 लाई टपेर 5,275 भइसकेको छ भनेपछि चाँदीले आफ्नो हाई पनि तोडेर उच्च मूल्य पनि तोडेर अगाडि बढिसकेको छ भने सुनले त्यो मूल्य तोड्नको लागि अगाडि बढिरहेको छ। अब जानौं गोल्ड सिल्भर रेसियोको बारेमा। अहिलेको यो चार्ट अनुसार के देखाउँछ भनेदेखि यो सुनको भाव भन्दा चाँदीको भाव एकदम बढिरहेको छ भन्नाले तपाईको जति 1 तोला बराबर जति चाँदी आउँथ्यो पहिला त्यति अहिले आउँदैन। तपाईको हाईएस्ट हेर्नुभयो भने तपाईको वैशाख 17 मा तपाईको के छ भनेदेखि रेसियो तपाईको छ 60.85। यसको मतलब के हो भनेदेखि तपाईको 1 तोला सुन बराबर 60 तोला चाँदी आउँथ्यो, तर अहिले के छ भने घटेर 56.8 भन्नाले अहिले चाँदी जति सुन बराबर चाँदी आउँथ्यो त्यो अहिले आउँदैन। त्यो एकदम एग्रेसिभली घटिरहेको छ, मतलब चाँदी एकदम बढिरहेको छ। अनि तपाईको डेली भोलाटिलिटीमा के छ भनेदेखि तपाईले देख्न सक्नुहुन्छ चार्ट अनुसार, जसमा चाँदीको मूल्य एकदम तलमाथि छ। यसको मतलब के हुन्छ भनेदेखि सुनभन्दा चाँदी अस्थिर छ, घटेको बेला एकदम थोरै बढी घट्ने र बढेको बेला एकदम बढी बढ्ने देखाउँछ। यदि तपाईहरुलाई सुनभन्दा चाँदी किन बढी बढिरहेको छ भनेर थाहा पाउनु मन छ भने कृपया कमेन्टमा यस लेख्नुहोला अनि म तपाईहरुलाई यसको बारेमा अर्को भिडियो बनाउने छु। धन्यवाद।